आज दिनभरिमा बसी 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 वाक्क दिक्क लागेर होइन आखिरमा आयो 6 घण्टा पछि एउटा अर्डर आयो त्यो पनि चिकनको आयो होइन हेर्न सक्नुहुन्छ त्यही हो रब जिङ्गर भन्छ होइन त्यसको अर्डर आयो त्यो पनि 2टा स्यान्डविचको आयो होइन समथिङ 34 रियलको थियो अर्डर चाहिँ अनि त्यही दिनभरिमा बस्यो होइन लास्टमा भनेपछि एउटा अर्डर आयो लास्टमा हेरौँ त यसपालि चाहिँ रमदानले चाहिँ कम्पनीलाई कति लस गर्दो रहेछ होइन त्यही भन्छ अल्लाह करिम भन्छन् होइन सेम भनेको त्यही हो उपरवाला जे जो देगा छप्पर फाँड्के देगा भन्छन् जति दिए पनि ह्याप्पी अरे क्या तर यस रमदानको टाइममा भनेपछि जे जस्तो भयो भने घाटै लाग्छ अलिकति होइन किनभने काम चल्दैन लस हुन्छ अब काम गर्नेलाई पनि पैसा दिनु पर्यो तलब दिनु पर्यो यता लाइटको पनि पैसा दिनु पर्यो भाडा पनि दिनु पर्यो सामानको पैसा दिनु पर्यो हरेक चिजको क्या गाह्रो छ नि एकदम कर जिएसटी लागे जस्तै हो क्या है त